हेलो साथीहरू सबैजनालाई दर्शन नमस्ते। आज म हजुरहरूलाई खजुरमा कसरी भाले राखिन्छ भनेर देखाउन गइरहेको छु। सबैजनाले भिडियो हेरेर साथ दिनुहोला। ल हेर्नुहोस्, पहिला यसरी सफाइ गर्नुपर्छ। त्यसको काँटा हुन्छ होइन, तिखो तिखो काँटाहरू हुन्छ, सफाइ गरेर अनि त्यसपछि यसरी यसलाई चिरेर है बाहिरको बक्कल फ्यालेर यसरी पहिला फाल्नुपर्छ होइन। त्यसपछि यसलाई राम्रोसँग सफाइ पनि गर्नुपर्छ, त्यसलाई काटेर फ्याल्ने। अनि यसरी काटेर फ्यालिसकेपछि अनि यसलाई थोरै सफाइ पनि गर्नुपर्छ। अब यसरी यो चाहिँ भाले है, यसरी थोरै सफाइ गरेर अनि त्यसपछि यसलाई भाले राख्नुपर्छ है। ल हेर्नुहोस्, यसरी भाले राखिन्छ। सेन्टरमा देख्न सक्नुहुन्छ हजुरहरूले। सेन्टरमा भाले राखिसकेपछि यसरी बाँध्नुपर्छ यसलाई होइन। यसलाई बाँध्नुपर्छ, बन्द गर्नुपर्छ। त्यो भइसक्यो, कम्प्लिट भइसक्यो त्यो। अब अर्को राख्दैछ म साथीले। ल देख्न सक्नुहुन्छ। अब यसरी बिचमा सेन्टरमा राखेर है, अनि त्यसलाई राम्रोसँग हावा नजाओस्, जे भए पनि बाहिरको हावा त्यति हावाले असर नगरोस् भनेर यसरी राम्रोसँग सेन्टरमा राखेर बन्द गर्नुपर्छ। अनि त्यसलाई मजाले बाँध्नुपर्छ, बन्द गर्नुपर्छ बाँधेर। देख्न सक्नुहुन्छ यसरी पाउडर राखिन्छ। यसलाई पाउडर नै भन्छ होइन, खास भाले होइन, भाले भनौँ न। यसरी चाहिँ राखिन्छ है।